हेर त साथी हो, तर माया होस् त यस्तो होस् दिदीभाइको। र हर कसैले पाउँदैन नि यस्तो माया, कसैले पाएर पनि गुमाएका हुन्छन् भने कसैले नपाएर पनि गुमाएका हुन्छन्। त्यही भएर माया, दिदीबहिनीको माया, दाजुभाइको माया भनेको एकदम गाढा हुँदो छ। र हो क्या तेरो भाइले गल्ती गरेर हान्नु परेन? हजुर तिमीलाई चाहिँ कुट्न पर्यो यहाँ। है भाइ भाइ हेर भाइलाई भाइ कहाँ यो गल्ती गर्ने यसलाई कुट्न पर्ने छ। त्यहाँ किन छोपेर राख्दा नि भाइले? भाइलाई किन छोप्नु पर्यो? भाइलाई किन छोपे? दिदी भाइलाई निकालिदिनु घरबाट? दिदी भाइले निकालिदिन्छ अब। तिमीहरू दिदी भाइले नै घरबाट निकालिदिन्छ अब। कहाँ जाने गयो हुन्छ। त्यो भाइलाई यहाँले यहाँ कुट्न पुग्यो हेर्ने यहाँले भाइलाई यहाँले भाइलाई यहाँ कुट्न पुग्यो तेरो भाइलाई त्यहाँ केही नि गरिदिनु खालि यहाँ। त्यसरी भाइलाई लिएर जाऊ। कहाँ जाने लिएर जाऊ, यहाँ नराख। तेरो भाइलाई लिएर जाऊ छिटो। भाइ हेर नि त्यहाँ भाइ चाहिँ लुपुक्क लाग्यो फेरि डरले ज्यान जोगाउनलाई है। ल भाइलाई लिएर गइहाल्यो। उठा 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 के खुवाएर पाल्छौ नि भाइलाई? के काम गरेर पाल्छौ? के काम गरेर पाल्छौ भन न? भाइले जे गल्ती गर्ने चपक्क चेपेर लुकाएर राख्ने भाइलाई? खै यहाँ तेरो भाइलाई यहाँ ल छोपेर किन राखेको त नि?